जय जय श्री राधेश। हामी आज एकादशी महिमावरण तथा चतुष्मास व्रत आरम्भ आजैका दिनदेखि व्रत आरम्भ हुन्छ। एकादशी सँगसँगै चतुष्मास व्रतको पनि कथा बताइएको छ। यहाँ यो एक चित्त भएर एक भक्त भएर सबैजनाले श्रवण गर्नुहोला। यो पवित्र दिन, आज पवित्र महिमा भगवान हरिको कथा श्रवण गर्ने दिन, यो सौभाग्यले पाइने दिन हो। त्यस कारणले गर्दाखेरि एक चित्त भएर एक भक्त भएर भगवानलाई मन लगाउनु। कलौतु हरिकीर्तनम, हरि भगवानको नाम संकीर्तन कलियुगमा प्रमुख मानिएको छ। त्यही भएर आज एकादशी महिमा तथा व्रतको बारेमा धेरै कुराहरू बताइएको छ। एक चित्त भएर सुन्नुहोला। भगवान युधिष्ठिरले श्रीकृष्णलाई सोध्नु भएको कथाको प्रसङ्ग हो यो। कहीँ पनि भगवानले स्वयं बताउनु भएको कथा हो यो। किनकि युधिष्ठिरले भन्नुभएको छ, प्रभु अषाढको शुक्ल पक्षमा पर्ने एकादशीको नाम के हो? अषाढको शुक्ल पक्षमा पर्ने एकादशी कुन भगवानको पूजा हुन्छ? त्यसका देवता कुन हुन्? त्यसको विधि के हो? त्यो सबै बताइबक्सियोस् मलाई भनेर युधिष्ठिरले सोधिसकेपछि भगवान कृष्णले बेली विस्तार लगाएर बताइदिनुहुन्छ। हे महिपाल, हे राजन, जुन कथा महात्म्य नारदलाई ब्रह्माजीले बताउनु भएको हो, यो त्यो आश्चर्य लाग्दो कथा, त्यो महात्म्य तिमीलाई म सुनाउँछु, एकचित्त भएर सुन भनेर भगवान श्रीकृष्णले युधिष्ठिरलाई बताउनुहुन्छ। नारदले चाहिँ पहिला बताउनु भएको थियो ब्रह्माजीलाई आषाढको शुक्ल पक्षमा कुन नामको एकादशी हुन्छ, तिनी एकादशीका देवताको नाम के हो, कुन देवताको आराधना गर्नुपर्छ भनेर भनिसकेपछि विष्णुको आराधनाका लागि प्रयत्नपूर्वक यो कथा श्रवण गरिन्छ। किनकि हे मुनिश्रेष्ठ, हे कलिप्रिय, झगडा लगाउनमा निपुण मुनिश्रेष्ठ नारद, एकताका कुरा उता उताका कुरा यता लाउने नारद, तिमी अत्यन्त निपुण छौ झगडा लगाउनमा। तर पनि वैष्णव अथवा भगवानका प्रिय भक्त पनि हौ तिमी। आज विष्णु भगवानले त भन्नुभएको छ, हे नारद तिमी त मेरा प्रिय भक्त हौ। त्यसैले यो प्रश्न गर्यौ तिमीले। एक चित्त भएर सुन, संसारमा यो एकादशी भन्दा पवित्र अर्को दिन कुनै पनि छैन। मैले एकादशीको महिमाको बारेमा धेरै कुराहरू बताइसकेको छु। सम्पूर्ण पाप नाश गर्नेवाला, सबै पापलाई चाहिँ भलिभाती खरानी पार्नेवाला प्रयत्नपूर्वक अषाढ शुक्ल पक्षको एकादशीको व्रत गर्नुपर्छ। त्यसकारण तिमीलाई म यी सबै कुरा बेली विस्तार लगाएर बताउँछु। जुन एकादशीको व्रत पुण्य दिने अथवा पाप नाश गर्नेवाला हुन्छ, इच्छा पूर्ति गर्नेवाला हुन्छ, यस्तो व्रत जो मनुष्यहरूले लोकमा गर्दैन ती सारा मनुष्यहरू नरकागमिन हुन्, नरकका भागीदार हुन्। अषाढ शुक्ल पक्षमा पर्ने एकादशी पद्मा नामले एकादशी गई, पद्मा नामले विख्यात छ। बोलो पद्मा नामको एकादशी महिमा वर्णनको ऋषिकेश भगवानको। यसरी पद्मा नामले विख्यात छ यो एकादशीको नाम। हरिके ऋषिकेश भगवानको प्रीतिका निमित्त, मायाका निमित्त उक्त व्रत गर्नुपर्छ सबैजनाले। आफू अब तिम्रा सामु पुराणहरूमा कहिएका कल्याणकारी कथाहरू पनि छन्। परापूर्व कालदेखि पुराणहरूमा बताइएका कथाहरू कस्ता छन् भन्दा, जुन कथा श्रवण गर्नाले, जुन कथा सुन्नाले ठुल्ठुला पापहरू पनि नाश भएर जान्छन्। किनकि यो श्रवण गर्नु भनेको मनै भित्रदेखि श्रवण गर्नु हो। मनदेखि भित्रदेखि यी कथाहरू, भगवानका कथाहरू श्रवण गर्न सकियो भने अरू तीर्थ दान धर्म मन्दिर गएर ढोगिरहनु पर्दैन, दिनदिनै व्रत बसिरहनु पनि पर्दैन। भगवानका कथा, अमृत रूपी कथा श्रवण गरियो भनेदेखि मनैभित्रबाट ठुल्ठुला पापहरू पनि नाश भएर जान्छन्। हे नारदजी, उहिले सूर्यवंशमा जन्मेका एउटा कथा, पुरानो कथा छ यहाँ। उहिले सूर्यवंशमा जन्मेका मान्धाता नामका राजर्षि थिए। ती सत्य प्रतिज्ञावाला थिए, पराक्रमी थिए, चक्रवर्ती राजा थिए। तिनले प्रजाहरूलाई आफ्नो छोरालाई जस्तै पालन पोषण गरेर राखेका थिए। विधिपूर्वक के गर्थे त भन्दा पालन गर्दथे। तिनको राज्यमा कसैलाई पनि पीर मर्का थिएन। राज्य बहुत बढिया तरिकाले चलाएका थिए। कुनै पनि पीर थिएन, मर्का थिएन, रोग थिएन, सुर्ता थिएन, व्याधि थिएन, अनिकाल थिएन। तिनका राज्यमा सारा प्रजाहरू के थिए त भन्दा आतङ्कित रहित पनि थिए, धनधान्यले भरिपूर्ण पनि थिए। अनि मान्धाता राजाको
दरबारमा भण्डारमा अन्यले कमाएको द्रव्य पनि छँदै थिएन। यदि पैसा कमाउनु छ द्रव्य कमाउनु पर्छ, चल्न पर्छ। यदि पैसा कमाइएको छ भने अन्यले कमाएको धन केही वर्ष टिक्ला, त्यहाँपछि टिक्नेवाला छैन। त्यस कारणले गर्दाखेरि अन्यले कमाएको द्रव्य राख्न मिल्दैन। राजाका घरमा पनि अन्यले कमाएको द्रव्य थिएन, मान्धाता राजाको घरमा। यस्ता प्रकारले राज्य गर्दा तिनले धेरै वर्ष बिताए राज्यले। जब राज्य गरिसकेपछि धेरै वर्ष बित्यो, यसका बाद कुनै समयको कर्म हो, कुनै पूर्व जन्मको कर्मले गर्दाखेरि हो राज्य चलाएका थिए राम्रैसँग मान्धाता राजाले। तर केही समय बितिसकेपछि, राजकाज राम्रोसँग बितिसकेपछि अनि केही समयको कुरा हो, राज्यमा त्यो समयमा पूर्व कर्मको पापले गर्दाखेरि हो कि पूर्व पाप कर्मको फलले गर्दाखेरि हो कि त्यो देशमा 3 वर्षसम्म धेरै कालसम्म चाहिँ राम्रोसँग राज्य चलेको थियो, प्रजाहरू खुसी थिए। त्यही बिचमा के भइदियो त भन्दाखेरि केही कालसम्म चाहिँ त्यो देशमा, त्यो मान्धाता राजाले राज्य चलाएको देशमा 3 वर्षसम्म पटक्कै पानी परेको। राम्रोसँग चलेको थियो दिनचर्या, तैपनि के बिग्रो त्यहाँ पिटिक्कै 3 वर्षसम्म पानी परेन। त्यो खडेरीले गर्दाखेरि त्यहाँका सारा प्रजाहरू भोकले पीडित भए। न अन्न खानु छ, न जल खानु छ। अन्नको अभावले पीडित भएर देशवासी प्रजाहरू सोधा बसटकार केही गरे पानी आउँथ्यो कि भनेर कतै भ्याकुताको बिहा गरिदिन लागे, कहिले होमन आदि गर्न लागे, कहीँ भगवानको आराधना गर्न लागे, कहीँ स्वाहा गर्न थाले, कहीँ सोधा गर्न थाले। यसरी त्यसपछि एक दिन प्रजाहरू त्यति गर्दाखेरि पनि 3 वर्ष भयो, पानीको थुप्लो पर्दैन। त्यसपछि एक दिन सारा प्रजाहरू भेला भएर अब मान्धाता राजाको राजदरबारमा गएर मिटिङ बस्न पर्यो, एउटा सभा बस्न पर्यो भन्न थाले। सबै प्रजाहरू राजा भएको ठाउँमा जाउँ भन्न थाले। र राजन प्रजाहरूको हित कुरो हुने कुरो सुनिबक्सियोस्। अब के गर्ने त हेर्नु राजन, 3 वर्ष 1 वर्ष होइन, 2 वर्ष होइन, 3 वर्षसम्म पानी परेन। हामी त न अन्न न पानी भइएको छ। अब के गर्ने, बाँच्न त बडो मुस्किल भएको छ। अब के गर्ने हे राजन भनेर चाहिँ सबै प्रजाहरू राजा भएको ठाउँमा गए। पुराणहरूमा बुद्धिमान विद्वानहरूको यस्तो चिजहरू बताउनु पर्यो। हेर्नु, अब धेरै पुराणहरूमा बताइएका कथाहरू छन् र धेरै विद्वानहरूले बताइएका कुराहरू र धेरै कुराहरू पनि छन्। ती कुराहरूलाई औँलाएर के लाएर के गरेर हुन्छ, पानी पार्न पर्यो प्रभु। यो पानी भगवानको ऐन फेरिनलाई हो कि, अर्थात् भगवानको स्नान हो कि। र पानीलाई नारा पनि भनिन्छ, नारायण ऐन पनि फेरिन्छ यहाँ। अब के अरे ऐन पनि फेरिने, पानीलाई नारा पनि भनिने कारणले गर्दाखेरि नारायण भनिएको हो। त्यस कारणले गर्दाखेरि त्यस कारणले भगवान नारायण पनि भनिन्छ। त्यही भएर भगवान नारायणको मेघरूपी भगवान नारायण विष्णु सदा सर्वदा सर्वव्यापी हुनुहुन्छ। यत्र तत्र सर्वत्र हुनुहुन्छ। उहाँले नै यो सृष्टि गर्ने, उहाँले नै यो सृष्टि गर्ने। वृष्टि नै भएन भने अन्न कसरी उब्जिन्छ, अनि त्यो अन्नबाट प्रजावर्गहरू पनि कसरी खुसी होला। त्यस कारणले हेरिपते हे राजन, अन्नको अभाव भयो भने प्रजावर्गमा पनि छेउमा प्राप्त हुन्छ। अब नखाइकन छेउरोग लाएर सुक्री लाएर सबैलाई अन्न पानीको शरीर हो। यो शरीर अन्न र पानीले बनेको छ। एक दिन व्रत बस्न पनि बडो मुस्किल हुन्छ। बिहानैबाट फलफुल र दही, अनि त्यहाँबाट के अरे व्रतका दिन झन् व्रत भएर बसिन्छ, हामी झन् पेन्टन्न भएर बसिन्छ। केही चिजहरू झन्भन्दा झन् डाइरो रुचिन, झन् भात बिहान बेलुकी त बरु भात त खाइन्छ, आएपछि त अन्न बरु व्रतका दिन धेरै चिजहरू खाइन्छ। आज व्रत हो भनेको छ, धेरै चिज खाएको छ। अनि त्यहाँबाट त के हुन्छ त त्यो व्रतको फल भन्दाखेरि उहाँले वृष्टि गर्न बिर्सिनुभयो। अब वृष्टिले अन्न उब्जिन्छ, अन्न भएन, अन्नबाट प्रजाहरू पनि, अन्न भएन भने प्रजाहरूलाई पनि गाह्रो हुन्छ बाँच्नको लागि। हेर्नुपर्ने यो अन्नको अभाव भयो भने प्रजावर्ग पनि दुःखी हुन्छन्। धेरै प्रशिष्ट यस्तो काम गरिबक्सियोस् कि जो गर्दा तपाईँको देशमा कुशल होस् त्यो गर्नु पर्यो। अनि यदि भनेर प्रजाले राजालाई सिकाइदिइसकेपछि मान्धाता राजाले भने तपाईँहरूले कुरो गरेको ठिकै हो, ठिकै भन्नुभयो, भलो भन्नुभयो, कुरो पनि साँच्चै हो। अब कुनै कुरो पनि झुटो कुरो छैन। हजुरहरूले भनेको अन्न नै ब्रह्मामय छ, अन्न ब्रह्मा रसो विष्णु भनेर भनिएको छ। त्यस कारणले गर्दाखेरि अन्नमा नै सारा लोक टिकेको छ। अन्नबाट जीव उत्पत्ति हुन्छ,
जगदण्डले नै बाँचेको छ। लोकमा यही नै सुनिन्छ। यो अझ त कलियुगमा त झन् यो मनुष्य लोकमा त झन् अन्नको बढी अधिकार छ। त्यस कारणले गर्दाखेरि कुनै पुराणमा पनि विस्तारपूर्वक पाइएको छ, राजाहरूको अपराधले नै प्रजालाई पीडा हुन्छ अरे भनेर पनि बताइएको छ पुराणहरूमा। सर्वश्रेष्ठ मानिएको छ राजालाई। पहिला पहिला त विष्णुको स्वरूप मान्दथे, अहिले त हाम्रो देशमा राजै छैन, कसलाई विष्णु मानियो। त्यस कारणले गर्दाखेरि राजाले अपराध गरे भने प्रजाहरूलाई बहुत पीडा हुन्छ। भगवान्ले नै अपराध गरे भने अनि भगवान्का भक्तहरूलाई चाहिँ पीडा हुन्छ। त्यस कारणले गर्दाखेरि प्रभु हजुरले पीडा कुनै अपराध गरेर हो कि कुनै बुद्धिले विचार गर्दा म आफूले गरेको दोष केही पनि देख्छु। राजाले मान्दाताले भने यसो विचार गर्दाखेरि त मैले कुनै दोष पनि मैले देखेको छैन, मैले कुनै कुकर्म गरे जस्तो पनि लाग्दैन। तथापि प्रजाको इच्छाले प्रयत्नपूर्वक हजुरले भनेको कर्म मैले गरेको छु। यस्तो विचार गरेर ती राजा मान्दाता राजा ठुलो सैन्यका साथ कहाँ गए त भन्दा विधातालाई सबै प्रजाहरूलाई नमस्कार गरेर होइन बाक्लो जङ्गलमा गए। अब सहरमा बसेर प्रजाहरूलाई सुख दिन सकिँदैन भने यहाँ बसेर के काम भने राजा पनि जङ्गलमा पसे र मुख्य अब जङ्गलमा पसेर विशेष कुराको निर्णयको निचोड निकाल्न पर्यो भनेर राजा जानुभयो। र जङ्गलमा कुटीहरू छन्, ऋषिमुनिहरूको बास छ जङ्गलमा र मुख्य मुनिहरूका तपस्याले पवित्र भएका मुनिका आश्रममा बस्दा भए राजा र घुम्न थाले। तब राजाले कुनै आश्रममा आफ्ना तेजले दिशाहरूलाई झलमल्ल पारेर रहेका मानौ दोस्रो ब्रह्मा जस्तै भएका ब्रह्माका पुत्र अंगिरस ऋषिलाई देखे। धेरै ऋषिहरूको कुटीहरूमा घुमे राजा मान्दाता। अनि घुम्दै जाँदाखेरि ऋषिलाई देखे। कुन ऋषिलाई पनि देखे त नि भन्दा अंगिरस ऋषिलाई देखे। ती ऋषिलाई देखेर अत्यन्त हर्षित भए राजा। अब आफ्नो वाहनबाट उठेर मुनिका चरण कमलमा दुवै हात जोडेर शिर राखेर नम्रतापूर्वक ढोकेर दण्डवत भए र त्यहीँ खडा भइरहे। अनि मुनिले भने राजालाई आइसक्नु भएको छ मुनिका शरणमा। मुनिले पनि स्वस्ति वाचन गरेर आशीर्वाद दिएर राजाको राज्यका सातै अङ्गका बारेमा सोधे मुनिवरले। अनि राजाले पनि आफ्नो कुशल मङ्गल र आफ्ना सबै कुराहरू बताए। मुनिको पनि शान्तिबारे सोधे, हजुरलाई पनि आरामै होला, किनकि मुनिलाई पनि सोधे राजाले। त्यसपछि मुनिले राजा आउनको कारण सोधे। पहिला त सबै कुराहरू सोधिसकेपछि के कामले मेरो कोठीमा आउनुभयो दरबार छोडेर, के समस्या पर्यो कि भनेर मुनिले सोधे, आउनको कारण सोधे। अनि मुनिका शिष्यहरूले बिछाइएको योग्य आसनमा राजा बसेर ती मुनिहरू श्रेष्ठ आफ्नो आउनको कारणहरू बताए। राजाले भने भगवान् धर्मपूर्वक मैले पृथ्वीको पालन पनि गरेँ, प्रजाहरूलाई धर्मपूर्वक पालन पोषण पनि गरेकै थिएँ। अनावृष्टि अनिकाल पर्यो, मेरो राज्यमा अनिकाल पर्यो, यो बारेमा म केही जानेको छैन। किन अनिकाल परेको हो, के भएर अनिकाल परेको हो प्रभु, मैले केही जान्न सकेको पनि छैन। हजुर त दीर्घकालदर्शी, सबै कुरा जान्ने एवं यसै शङ्कालाई मेटाउनका निमित्त तपाईँका पास आएको हुँ म। झन् प्रभु केही उपाय छ भने बताइदिनु पर्यो। योग शक्तिका उपायले, हजुर त भगवान्को उपासनाले प्रजाहरूलाई सुखी हुने कुनै उपाय छ भने बताइदिनुहोस्। तब ऋषिले भन्नुभयो, राजन चारै युगमा उत्तम मानिएको यो सत्ययुग हो, सत्ययुगको कुरा हो यो। यसमा मानिसहरू विधिपूर्वक, सत्ययुगमा कस्तो थियो त भन्दाखेरि विधिपूर्वक वेद पढ्ने कले र कर्म गर्ने कले, लडाइँ गर्ने कले र सबै कुराहरू छुट्याइएको थियो। तब ऋषिवरले हेर, हे राजन यो चाहिँ सत्ययुग हो, कलियुग होइन यो। कलियुगमा जसले गरे पनि हुन्छ पूजा आराधना, जसले गरे पनि हुन्छ भजन कीर्तन, जसले जे कर्म गर्दा पनि हुन्छ सत्कर्म गर्न पर्यो। तर यो सत्ययुग हो राजन, यसमा मानिसहरू विधिपूर्वक कर्म गर्नुपर्छ। एउटा विधि बिग्रियो भने पनि सत्ययुग हो, यहाँ बिग्रन्छ राजन। त्यस कारणले गर्दाखेरि जसले यो सत्ययुगमा यो मानिसहरू विधिपूर्वक वेद पढ्छन् या वैदिक मत मान्दछन्, या यो युगमा धर्मका चारै पाउ हुन्छन्। चारै पाउ यो सत्ययुगमा यही हुन्छन्। यो युगमा तपस्या गर्ने ब्राह्मण मात्रै हुनुपर्छ भनेर ऋषिवरले बताइदिनु भयो। सत्ययुगमा तपस्या गर्ने भनेको ब्राह्मणले मात्रै हो भनेर ऋषिवरले बताइदिनु भयो। अब वर्ण हुनु त हुँदैन, तैपनि वर्ण हुनु त हुँदैन, तैपनि अधिकार भनेको ब्राह्मणलाई छ तपस्या गर्ने। पहिलो अधिकार भनेको
ब्राह्मणलाई छ तपस्या गर्ने। त्यस कारणले गर्दाखेरि हे राजेन्द्र, तपाईँको देशमा यस्तो अनिष्ट भएछ के भन्दाखेरि के हो ऋषिवर भनेर सोद्धाखेरि तपाईँको देशमा त एउटा एकदम धर्मात्मीजन र त उसले तपस्या गर्दै त प्रभु मैले भगवान प्राप्त गर्नको निमित्त तपस्या गर्न पर्यो भनेर तपस्या गर्दै रहेछ तपाईँको देशमा एकजना शूद्रले। त्यो तपस्या गरिरहेको छ त्यो शूद्रले, यो सत्य हो, त्यसले तपस्या गर्नाले यस्तो भएको हो भनेर चाहिँ ऋषिवरले बताइदिनु भयो अंगिरस ऋषिले। यसको त्यो के गर्नु नहुने कामले गर्दाखेरि पानी परेको होइन, त्यसलाई अब के गर्ने त नि भनेर भन्दाखेरि अंगिरस ऋषिले त के भन्नुभयो त भन्दाखेरि भगवानको आराधना गरेको मान्छेलाई, भगवानको तपस्या गरेको मान्छेलाई मार्देल भनिदिनु भयो। तर राजा थिए, सबैका पर्दालाई खुसी बनाउनेवाला थिए। फेरि अंगिरस ऋषिले त भनिदिए अब यत्रो 3 वर्ष भयो तपस्या गरेको, त्यसले तपस्या गर्दाखेरि अनिष्ट भयो, त्यसलाई अब मार्देल भनेर भनिसकेपछि, मार्ने प्रयत्न गर भनेर भनिसकेपछि जसले गर्दा पानी नपर्ने दोष मेटिन्छ भनेर अंगिरस ऋषिले बताइदिनु भयो सत्ययुगमा। तब राजाले भने हे ऋषिवर, कस्तो कुरा गर्नुहुन्छ तपाईँ? ऊ त निरपराधी हो। भगवानको भजन गर्न, भगवानको तपस्या गर्न सबैले पाउनुपर्छ, सबैलाई अधिकार छ बराबर। त्यो त निरपराधी हो नि, अपराध त केही पनि गरेको छैन त्यसले। तपस्या गर्ने तपसीलाई त म त छुन पनि जान्दिनँ प्रभु, के कुरा गर्नुभएको तपाईँले भनेर अंगिरस ऋषिलाई राजा मान्धाताले भने तसर्थ यस्तो धर्मको उपदेश दिनुहोस् कि प्रभु जसले त्यो उपद्रो चाहिँ विनाश गरोस्। मैले त्यसलाई मार्दिनँ, छुन पनि जान्दिनँ, ऊ तपसी छ, भगवानको परिप्रिय भक्त हो। किनकि त्यसका नजिक जाँदाखेरि पनि पोजिटिभ भाइब्रेसन आउला र भगवानका आराधनाहरू गरेका कुराहरू आउलान्। अनि मैले त्यसलाई कसरी गएर त्यो निरपराधीलाई त्यस्तो गरौँ मैले भनेर भनिसकेपछि तब ऋषिले भन्नुभयो, हे नृपति, यदि तिम्रो यस्तो विचार छ भने मैले त भन्ने कुरा भनिदिएँ, तिम्रो यस्तो विचार छ भने अर्को एउटा उपाय पनि छ। जहाँ समस्या त्यही उपाय। एउटा उपाय छ। के उपाय हो प्रभु भन्दाखेरि आषाढ महिनाको शुक्ल पक्षमा पर्ने पद्मा नामको एकादशीले प्रसिद्ध छ, त्यो व्रत गर तिमीले पनि त्यो व्रत गर, सबै पर्दाहरूलाई पनि व्रत गर। यो सारा एकादशी यो सारा सिद्धि दिनेवाला हो, सम्पूर्ण उपद्रव नाश गर्नेवाला हो। त्यस कारणले गर्दाखेरि एकादशीको व्रतका प्रभावले अवश्य नै सुदृष्टि हुनेछ। तसर्थ हे राजन, सारा पर्दाहरू सहित भएर र सारा परिवारजन सहित भएर यो एकादशीको व्रत गरे। ती मुनिको यस्तो वचन सुनेर राजा मान्धाता ऋषिमुनिलाई दण्डवत गरे। अब त्यसै गर्न पर्ला भनेर राजदरबारमा आफ्नो घर गए। आषाढ महिना आयो। आषाढ महिना लागिसकेपछि पद्मा नामको एकादशीको व्रत गरे। चारै वर्णका प्रजाहरूले आफ्ना आफ्ना सारा कर कुटुम्ब परिवारजनका साथमा यो एकादशीको व्रत गरे। राजन, यस्ता प्रकारले ती राजा मान्धाताले व्रत गरिसकेपछि वर्षा नामसम्म पानी पर्यो। वर्षाकालमा ठुलो पानी पर्यो, सारा भूमि जलमग्न भयो अनि धान आदि अन्नले सम्पन्न भयो। तब ऋषिकेश भगवानका कृपाले, नारायण भगवानका कृपाले सारा जनता खुसी भए। यसै कारणले गर्दाखेरि यो उत्तम व्रत भगवानको आराधना गर्नुपर्छ। भुक्ति र मुक्ति दिने, सारा लोकलाई सुखी बनाउने यसको पठन र श्रवणले मात्र भए पनि यो व्रत मनुष्य जो व्रती सारा पापबाट नाश भएर जान्छ, सारा पापबाट छुटेर जान्छ। हे राजन, यो एकादशी अर्को नामले पनि गाइन्छ, देवशयनी नामले गाइन्छ। भगवान हरि आजबाट 4 महिनाको लागि शयन गर्नुहुन्छ क्षीर सागरमा। त्यस कारणले गर्दाखेरि यो एकादशीलाई देवशयनी नामले पनि प्रख्यात छ। भगवानको प्रसन्नताका लागि एकादशीमा शयन व्रत गर्नुपर्छ। हे श्रेष्ठ राजा, मोक्ष चाहने जनहरूले प्रत्येक साल यो शयन व्रत गर्नुपर्छ। चतुर्मास व्रतको आरम्भ पनि यसै एकादशीदेखि नै, आजदेखि नै व्रत आरम्भ हुन्छ, आजदेखि नै व्रत सुरु गर्नुहुन्छ भनेर युधिष्ठिरलाई बताइदिनु भयो। फेरि युधिष्ठिरले भने, हे कृष्ण, हे विष्णु, हे कृष्ण भगवान, यो विष्णुको शयन व्रत कसरी गर्नुपर्छ? शयन व्रत त भन्नुभयो, यो शयन व्रत कसरी गर्नुपर्छ यो पनि मलाई बताइबक्सिनुहोस् भनेर भनेपछि अनि अर्को कुरा चतुर्मास व्रतको बारेमा पनि बताइदिनुहोस् मलाई।
अब आजदेखि चतुर्मास व्रत हो। चतुर्मास व्रतको बारेमा पनि मलाई बताइदिनुहोस् भनिसकेपछि युधिष्ठिरले भगवान् श्रीकृष्णले शयन व्रत चतुर्मास व्रतको बारेमा बेलिदिस्ता लगाइदिनुहुन्छ। अब सुरु हुन्छ चतुर्मास व्रतको कथा। अब गोविन्द